नाचिकन जाऊ नाचिकन रोथे न यस्तो नमजा लाग्दैन सर गाडी यसरी बसेको ए बस्नु नै हाम्रो लकी हो के लकी हो भगवानले बचाएको पछाडिबाट धक्का लाग्यो पानीले एकचोटि टायर फस्यो त्यसले गर्दा नि त्यो जान पाएन त्यसै गर्दा चाहिँ यहाँ जान्छ त्यो बहिनी बल्ल गए ढोकामा आन्टी त्यही आन्टीले बचाएको 2-3 जना खस्थ्यो होला त्यो बहिनीलाई धन्यवाद गर्नुपर्छ यार यत्रो बेरसम्म थामेको त अनि मसँग हाम फाल्न लाइथिन् नि तिनी यत्रो बेरसम्म थामेको लाइदिने यहाँ नकरा भयो तिनी हाम फालिसक्थिन् यत्रो बेरसम्म थामेको पछि हाम फाल्न लाथिन् तिनी त्यो बक यत्रो बेरसम्म थामेको अब कहाँ लेडिजले यत्रो सक्छ त हैन अब पौडी खेल्न आउने पानी घट्यो है अलि सिसाबाट नि गएन पानी घट्छ पानी कम भयो सिसाबाट नि गएन के सिसाबाट गथ्यो गाडीको जेसीबीमा हालेको अहिले जेसीबीले फेरि स्क्याभेटरले बसको हाम्रो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यसरी उद्धार गर्दैछ बकेटमा लगाएर भनेर नाम अलिक पर जुन गयो केटाहरू अब त्यहाँबाट उता जानु तर बुद्धि लाइले होइन त्यसमा चढ्यो अब त्यसमा लिएर गयो फेरि उहाँले हेर्नु उहाँले लग्यो उहाँबाट उताबाट रेटो तर छिटो गर्नु पर्छ पानी बढिरहेको केले बुद्धि लाइन नलाइन त्यहाँबाट चाहिँ उताबाट लगेको ठुलो रातिको 12-1 बजे छ पानी लहरिलो छ यहाँबाट पानी आइरहेको छ पूर्व पश्चिम राजमार्ग यो चाहिँ गुन्जेबासको बिना सभाको डाइभर्सनबाट चाहिँ बस बजाएको अवस्थामा हामीले पनि धेरै सहयोग गर्न केही गर्न सक्दैनौँ